Guys, welcome to my vlog ma. Butulले चुट्रा खान्छ हुन्छ पाछन ठाउँमा यो कस्तो लेटेछ भोकले राख्यो नि के धन्दै कन्टेन्ट भएको यार केही छैन यहाँ हेलो गाइस वेलकम छ मेरो ब्लगमा आज चाहिँ हामी धेरै पछि ट्रेकिङ जान लागेको भक्कसी आयो भाइ 1 घण्टा भएको कुरेर एकदम ढिला है यो 4:30 मा उठेको यार मैले उठाए है तिमीले त मैले उठेको खतरा के उठ्यो भने चाहिँ खतरा उठ्यो के यो मान्छे रातभरिसम्म यो नसुतेर मलाई 2 बजेर कति हो मिनेटमा भिडियो पठाइरहेको 3 बजे त घर जाँदै थियो भिडियो यो नसुत्दिकी राख अहिले यसको भन न बाटोमा सुत्यो सुतेकै छैन जिङगाङ बुली बुली पल्लोडामा जामै पहिला यो साधन छोडिदिन्छु नि किनभने छेडी गरे यार आफ्नो पालो आएन पैसा ह त्यसै गरे हामी पेट्रोल पम्पमा गरे हामी चाहिँ यहाँ आएका छौं यो फ्रीसा हाम्रो यो हो हाम्रो मेन ब्लगरको अनर चाहिँ नभेटेको भए ठिकै हुन्छ गाइस अहिले चाहिँ हामी हाम्रो डिपार्टमा सामान किन्दैछौँ यो लेमनमा हो हाम्रो सेल्स वाइज गएर के तिमीहरू यो लेमन वाला रे त्यसले अब जे लिन्थ्यो भनेको त के हो ओइ राजेश यसले त के हो जे लिनु न भनेको त यो रिच भएको गाइस त्यही भएर र हाम्रो खाजा आइसकेको छ साथीहरू यता चाहिँ चियर्स हामी चाहिँ चिया खाएर डाइरेक्ट खान्छौँ चिया त गुलियो छ त मिठो 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 चिया त गुलियो छ त दिदी र गाइजहरू यहाँ म्याप छ हामी जब जानु लाग्यो जानु हुन्न चेकपोस्ट यहाँ रहेछ कि हाम्रो लागि शुभयात्रा ट्रेकिङ स्टार्ट अब कति घन्टा रे 8 घण्टा जति त्यस्तै भयो 8 घण्टा बिनेको लाग्न त लाग्छ अब धेरै पनि लाग्न सक्छ कसैले यो चाहिँ प्रेजेन्ट यो चाहिँ प्रेजेन्ट हेलो बाजे हेलो खुमाइ जानु लाग्यो बाजे हजुर 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 यो पनि झोलाम्यान यो पनि झोलाम्यान म पनि झोला यो छोला म्यान आए साथी आए 5 जना भए अर्को कुकुरले एउटा कुकुर खेलाउँदैछ त्यसको के भएछ बिचारा मुद्दिराहरु कस्तो भइरहेछ तिमीहरु घरै बसिराख है तिमीहरु घरै बसिराख सडेर बसिराख सुतिराख ग्रुपमा मेसेज छोड्दा नि रिप्लाई नदिनी सबैले हाम्रो केटाहरूलाई मात्र हैन सब बसिराखे घरमै बसिराख तिमीहरु यस्तै घुम्न न हैन उइ कुकुरले कुकुरलाई नि चिन्छ कि सेतो सेतो कुकुर दुईटा सेतो सेतो कुकुर उताले ताने न यस्तो जिगज्याग गर कस्तो जिगज्याग हो ल थ्याङ्क यू फर इन्फर्मेसन आइज भाइ खुमै जाने आइज आइज तँलाई पैसा लाग्दैन म त लास्ट टाइममै स्टार्ट गरेँ कि हिँड्न अझै लास्ट टाइमै छु यार अहिले हो यो व्यक्ति आउँछ कि जस्तो लाग्छ यहाँ चाहिँ यो के रहेछ है गाइजहरू हामी सुरुमै बाटो हराएको खतरा खतरा त्यो अवस्था छ बिनेले कता ल्यायो बिने गाइड बजाउन कसकोमा बजाऊ
राज भाइ सामान निकाल ओए कपिराइट लाउँछ कि चुप थाकेर लै बिचरा हाम्रो गाइडी नि पछि त खुवाइ जाने तेरो पैसा लाग्दैन पैसा लाग्यो होइन सब 400 रुपैयाँ थाकेमा दिँदै किन 5 जना भयो किन 400 रुपैयाँ दे 500 रुपैयाँ दिनु अनि त्यसको भन्ने हो ए आइ भन्दै राज भाइ सामान निकाल कालो कोकाइन मैले भेटाएँ हामी चाहिँ यहाँबाट आएको यार गाचुक ल गाइस अहिले चाहिँ हामी गाचुकबाट अलिकति माथि आइपुगेको छौँ ल आउँदा आउँदा यहाँ एउटा होटल देखियो यो राजेश कटेज हो क्या इन्जोय भइरहेछ तर थाकिँदो रहेछ अन्त अटो खुमाइ राजेश बल्ल खुमाइको बाटो देखियो त्यो दुइटा हेर न उहाँ के को थाक्छ यति जाब हिँड्दैमा थाक्छ पशु पग्लिन लाग्यो भुँडीको यार है गाइस हामी चाहिँ अहिले सिपार्खा होइन सिपार्खा सिपाखामा आइछौँ हामी साध्दाखेरि यहाँ डेन्जर हिँड्ने थियो एक घन्टा डेन्जर हिँड्यो भनेको त बल्ल यहीँबाट यिनीहरू चाहिँ खतरा हिँड्छ है जोडी जोडी भएर नभुका गाइजहरू यहाँ हेर्नु कस्तो दामी गाउँ यार है राजेश गुजमुट्ट सिक्लेको जस्तो यार घर होइन यो चाहिँ घाचोको उता पारीको तर एक्ज्याक्ट नाम चाहिँ थाहा भएन है तर दामी रहेछ होइन गुजमुट्टको के हामी चाहिँ अलि सम्म बाटो आएको छौँ सम्म बाटो आउँदा त है राजेश यहाँ नाच्दै हिँड्छ केटाहरू नाच्दै हिँड्छन् हामी फेरि स्पिकर बजाउँछौँ कपिराइट नहालिदिने होला है के छ के भन्नु छ लभ यु गाइस लाइक शेयर सब्स्क्राइब गरिदिनु होला नत्र फेरि ल्याम्बा हजुर दुईटा जोडीहरू अगाडि छन् त्यो दुईजना अगाडि कपाल छ है फेरि ए दुईटा हामी चाहिँ होइन है फेरि हामी चाहिँ भन्दैको फेरि साथी है हेलो बाजे निहुरो भयो माथि जाने हो तल जाने भएको लानुहुन्छ के अरे माथि जाने हो भोलि तल जाँदाखेरि लैजाउँ ल अहिले नलाने घाँस ल्याउनु भएको ल जान्छौँ भोलि भयो भने भोलि जाँदाखेरि लान्छौँ बाजेले खतरा हेर्नुभयो कि हेऱ्यो चुत्रो भुत्रोले चुत्रो हालेछ रिलोड गर नै यार त्यसको गोली त्यसै क्या ढल न हामी चाहिँ बाथन ठाउँमा आयो कस्तो लागिरहेछ भोक लिएर आयो नि के 4 घन्टाको कठिन यात्रापछि है 2.5 घन्टाको बाटो 4 घन्टा लाग्यो यिनीहरू त कुदै थियो यार यो र हो यो त यार है कडवाला हो कति राजेश र मलाई त लास्टमा लास्टमा भात खाएपछि त्यसपछि धेरै कडा नखाने के पावर कति आउँछ यतिमा पछि के पानी मिसाउँ किन कडा चाहिँ हाल्ने मजा भइरहेछ 3 घन्टा भन्नु थियो तल है तर हामीले 4 घन्टा लाग्यो यार तल 3 घन्टा भन्नु थियो हामीले 4 घन्टा लाग्यो आँखामा के झुकिरहेको झुक्पर्छ हामीले खाना आइसक्यो हाम्रो हामी यहाँ बल्ल अहिले हर्काएर खानु लाग्यो पिकनिक भिडियो बनाउँदै गर ल
हालिदिनुहोस् त सर खानसाना खाएर अब चाहिँ निस्किनु लाग्यो निस्कियौँ है निस्कियौँ यसको फेरि यहाँ के कुछ दियो फेरि कहाँ हो खस्दैन होला हौ ल भयो कोच दिए ल हेर्नु गाइजहरू ठाउँको ठाउँ बस्दा बस्दा पानी परिदियो यार है राजेश कसरी रेनकोट त हालिदिएँ है पानी पर्यो अब चाहिँ हिँड्नु सकिन्न अब रेनकोटहरू हिँड्नुपर्छ पानी पर्यो जिन्दगीमा यस्तो दिन पनि आउँदो रहेछ यो पर्दैन दामी हुन्छ है त्यो रेनकोट लिएर आएको दुईजनाले त्यो त दुईजनाले हिरो पल्टेर चाहिँ ब्याग कोही ब्याग नउयो गर्न कोही हे पढ्दैन ढुक्क भन्दै आँखेमा ठोकेर कुन चाहिँ भिजेको कुकुर जसरी बसिरहेको कतातिर अहिले देख्यो भने भिडियो बनाउँछ मैले टक्कलाई त्यसलाई बिल्ला नि हामी चाहिँ आनन्द रेनकोट भएर आइयो होइन भन्थ्यो नि भिजेको बिराल कुकुर त्यहाँ दुइटा कुकुर भिजेको हिरो बसेर भन्थ्यो नि अघि भनेको हो त्यो कि उता सरप्राइज दुइटा भिजेको बिरालोहरू पानी परेर त बस्यो नि तिमीहरू के त भन्दैन नानी हामी त कस्तो मजा भयो है अझ पानी परिदिनु हुन्थ्यो नि ठुलो राजेश अब जहाँ गयो नि बाइकमै जाम यार भने जस्तो बाइक आउनु नि पर्यो होइन कि ट्रेकिङ त लाइन थिएन नराम्रो कि ए बुढो भइएको हो कि के हो यार त्यत्रो हिँडेको ढाडे दुःख लागिसक्यो यार वहीँबाट नहन चढे हामी घाँचोबाट है बिहान 8:30 बजेबाट चढेको कि के 8 9बाट चढेको 8 भनेपछि अहिले 8 9 9बाट चढेको अहिले कति घन्टा 5:43 गायो अत्तो थाहै छैन बाटो कति बेला पुग्ने माथि धुन्दामा हिँडेछ हिँडे यार कति बेला पुग्ने माथि त्यो पनि थाहा छैन है थाहै छैन यार कति घन्टामा भन्छ 9बाट 9 10 11 12 1 2 3 4 5 6 बज्यो भनौँ ठ्याक्कै छ कति घन्टा 9 घन्टा त हिँडिसक्यो यार अब अझै कति उहाँ तलबाट खासमा हामीलाई 7 घन्टा कि 7 घन्टा 8 घन्टा हुन्थ्यो है 7-8 घन्टा भन्थ्यो 7 घन्टा लाग्छ भन्थ्यो मैले अनि भन्दै थिएँ त अरूलाई 7-8 घन्टा हामीलाई त 10-12 घन्टा लाग्छ होला भनेको हो र अब अझै कति भइसक्यो अझै आएको छैन अझै कहाँ हो यार है बल्ल यो हल्का जङ्गल छोडे जस्तो भयो कि होइन डाँडा डाँडामा भर्खर खर बल्ल अलिअलि खरखर देखिन ला घुमाइ ट्रेक कसले जाम भनेको मासले 7:30 अझै खुमेको अत्तो पत्तो छैन यता हेलो गाइज अहिले चाहिँ दोस्रो दिन भइसकेको छ शुभ बिहानी अनि हामी चाहिँ अब माथि जानु लाग्यो भ्यू पोइन्टमा हिँड्नै सकिन्न म चाहिँ हिँड्दै गर्छु ए होइन कति हल्का छ यो धावक ए अर्को धावक ओ निलो सर्ट लाउनेवाला धावक हजुर म यहाँ रेडी त्यो हिँड्न नसक्ने ओइ माछाले म जाम म हिँड्दै गर्छु है अब केमा जाम हामी यिनीहरू आउँछ कस्तो चाहिँ ल आउनु त होइन कि हामी हिँड्न सकिन्न क्या जानु कस्तो चाहिँ सिरिरी बतासै चल्यो नि विरतीको बास यही हो खुमाइ डाँडा बाटो यही हेर्न आएको यही हामी माथि जानु लाग्यो पानी लिएर आएन है आपते 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 ए ए ए आपते आपते ए विनय तिम्रो योगदान किन पानी लिएर आछ र गाइस ट्याङ मिसार लिएर आऊ है 2 बोतल
पानी मिसिङ भएको हाम्रो कमरेड जाँदै हुनुहुन्छ के भन्नु छ तपाईँलाई यत्रो बाटो फेरि पानी लिन्छ नो कमेन्ट्स कुछ तो बोलिए कुछ तो बोलिए सर 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 कुछ तो बोलिए सर 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 कुछ तो बोलिए सर क्या बोल्न चाहते हैं सर ए सर हामी चाहिँ माथि जाँदैछौँ बादलले कहाँबाट घाम त लगाइरहेको छ वाउ हेर न कस्तो दामी देख्यो है हाम्रो धावक यहाँपट्टि त्यो यो पिङ्कवाला होला है यो लालीको रहेछ है पिङ्क र व्हाइट छ यहाँ चाहिँ व्हाइट त कटन होला घुमाइरहेर आउनु चाहनुहुन्छ भने नआउनु म जस्तो हुनुहुन्छ हिँड्न सक्दैन अनि पहिलाएर ठाडो उकालो होइन कि खच्चर हिँड्ने भनेपछि अब तिमीले खच्चर पऱ्यो भने यताबाट हिँड्नु पऱ्यो नि त उता गोबरै छ यत्रो उकालो उक्लेर अब यहाँबाट यस्तो गरेर कहाँ हो बादलमाथि केटाहरूले यहाँ फ्युल पेटको लागि इनर्जी कस्तो भयो मिठो छ अहिले आम्ला के टिपम्ला एउटा त्यहाँ त यति नजिकै त हो यसरी फुल टिप्न पाइने गरी यसलाई के भन्ने धन्दै कन्टेन्ट भएको यार कति घन्टा हिँड्यो रे हामी 2 घन्टा हिँड्यो केटाहरू हिँड्नै नसकेर यार यो भयो त्यो यो केटाहरू हिँड्न नसकेर यस्तो ढिलो गयो म भएको त अघि नै पुगिदिन्थेँ 1 घन्टामै केटाहरूले गर्दा अलिक ढिलो भइरहेछ ठिकै छ बिस्तारै जाऊँ पुरै हिँड्नुपर्छ बिचराहरूलाई भन्छ अरे भ्यूको अत्तो होइन 2 घन्टा हिँड्यो के हो यो ट्रेकिङ त स्क्यामै भयो जस्तो भयो के भन्नु राजेश अझै लाग्छ 1 घन्टा केटाहरू त हिँड्न नसकेर अगाडि मै छु है अहिलेसम्म भ्यू चाहिँ के हो कि फाइनली गाइज हामी 2.5 घन्टाको कठिन यात्रापछि माथि आइएको छ घन्टापछि बल्ल भ्यू टावर आएको टक्क यो है भ्यू टावर चाहिँ यस्तो रहेछ उता चाहिँ होमस्टे रहेछ ल गाइजहरू हामी चाहिँ यो ठाउँको नाम के अरे कोर्चा कि के अरे कोर्चा है कोर्चा डाँडाबाट आइपुगेर पनि अब तल जान लागेको छौँ केही देखेन सब म चाहिँ बादल मात्रै हेर्नु आए जस्तो भयो यार है राजेश यस्तो पनौतीहरूसित यो यिनीहरू छिटो हिँडिरहेको कि हिजो हामी यस्तो भएको अब चाहिँ हामी जान्छौँ ट्रेकिङ त आइयो गन्तव्यसम्म त रमाइलो भयो तर हामी हिमाल केही हेर्न पाइएन यस्तो बादलै बादल आइयो के गर्नु ल अब चाहिँ हामी तल घुमेमा जानु लाग्यो यहाँबाट अब ओह्रालो छ ओह्रालो त फेरि खतरा हिँड्नु त इन्ट्रेस्टेड रहेछ अब चलिदिनु पर्छ फाइनली आइयो हामी चाहिँ अहिले कहाँ छौँ रे राजेश कोर्चा यहाँबाट हिँडेको कहाँबाट यहाँबाट होइन गाचोक कोटे हिल कि लाचोकबाट हो होइन गाचोकबाट हिँड्न त यहाँबाट हो नि पोखराबाट होइन कि हिँडेको भनेको त्यो त बाइकमा
गाछौबाट हो गाछौ यहाँबाट हिले चिमचिमटे देउराली यहाँबाट घुमाइमा बसियो यहाँबाट यहाँ हिजो यहाँ बसियो यहाँबाट आज यहाँ कस्ता केही छैन यहाँ यस्तो छ हुसु लाग्छ यस्तो छ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो है तर है तर मलाई थाहै थिएन कस्तो देख्छ भनेर यहाँ हिजो हामी यहाँ चाहिँ यहाँबाट के गर्नु यस्तो यस्तो सिधा हिँड्न परेछ नि पनौतीलाई घुमाइमा के गरेर कता हो फोटो चाहिने ठाउँ थाहै थिएन यहाँ बसियो हुन्छ हामी बिच बाटोमा छौँ यत्रो हिँडेर साह्रो हुन्छ तर बिचमा आएको बस्दिन्छ कि जहाँ तिमी सुत्छ त्यहीँ त्यस्तो त होइन यत्रो आम्मा त्यो त 55 सेमा आउँछ बनाइदियो है डेन्जर रहेछ है मेरो पनि यस्तै बनाइदियो है ओए हे बल्ल देख्न थालेको यार एउटा फोटोको भिडियो जान्छ हामी माथिबाट तलबाट यत्रो आयो आम्मा यस्तो बाटो हेर्नु न यस्तो गरेर स्नेक जस्तो छ सुई वहाँ माथि कहाँ हो यार मेरो हामी चाहिँ निस्किन लागेको यहाँ चाहिँ ग्रिन कटेज खमाइमा बसेको थियौँ यहाँ राम्रो छ जे होस् अब हामी चाहिँ बिस्तारै लाग्छौँ कति बजी किन 12:47 ल 12:47 भयो अब हामी फेरि खतरा हिँड्ने अब जान्छ होला नि ल आउनु होला तर यस्तो दिन पारेर चाहिँ नआउनु होला हामी त केही हेर्न पाएन है हाम्रो अहिले उसमा पनि आएको होइन भन्नाले सिजनमा पनि आएको त होइन आउन मन लागेर आएको हो मातेर तर आउन चाहिँ सिजनमा आयो भने चाहिँ दिस प्लेस इज भेरी वर्थ इट मेरो यो लास्ट ट्रिक माछा पुर्सेको राम्रो भ्यू देखिन्छ माथि गएपछि उताप चढाव एकदमै गाह्रो छ अलिकति खुट्टा बलियो बनाएर आउनु होला होइन यसो घुँडाहरू अलिकति जोगाएर टक्क सिडीको लागि 8 घन्टा सिडी नै हो भन्ने तरिकाले चाहिँ आउनु होला गाह्रो छ मलाई यहाँ एल्टिट्युड सिकनेस लागिसक्यो के गर्नु गाह्रो छ यहाँ चाहिँ फेरि भेटौँला रे भिजिट अगेन भयो प्लिज अब चाहिँ आइदिनु है यत्रो यो 6-7 घन्टा कति रे 6-7-8 घन्टा भन्थ्यो है 8 घन्टाको यहाँसम्म पुग्छ भनेको यो र मलाई र राजेशलाई यहाँ 11 घन्टा लाग्यो आइदिएन अब थ्याङ्क यू जे हेर्नु थियो यति बेला हेऱ्यो अब गइन्छ पोखरा बरु बाइक जाने ठाउँमा जहाँ पनि गइन्छ तर यो ट्रेकिङ मेरो अब अन्तिम ट्रेकिङ हो यो म सक्दिनँ अब यसरी हिँड्न गाह्रो हुने रहेछ हामी चाहिँ बल्ल 4-5 घन्टा 6 घन्टाको यात्रापछि बल्ल यो हिले भन्दा यता आइसकेको छौँ हामी चाहिँ यत्रो यो डाँडाबाट नि उतै यस्तो गरेर यहाँबाट यस्तो झरेर यस्तो ल्याएको अहिले चाहिँ यहाँ छौँ केटाहरू अगाडि छन् के गर्नु म त हिँड्नै नसकेर खुट्टाले कहाँ खानिसक्यो बिनेले चाहिँ ब्याग भिडिदियो प्रुफ चाहियो नि मान्छे इन्ड अफ द डे म सकिनँ हिँड्न आजको भ्लग यहीँ भयो सबैले लाइक सब्सक्राइब सेयर हानिदिनु होला ल बाई लाइक सब्सक्राइब एन्ड सेयर यता पनि पल्टेको छ ल हजुरहरू सबैलाई थ्याङ्क यू फर वाचिङ